हाई गाइस नमस्ते, तपाईलाई स्वागत छ मेरो भिडियोमा। यो चाहिँ हो एनिभर्सरीको भिडियो, मैले चाहिँ एडिट गरेको थिइनँ। अनि यहाँ चाहिँ हस्बेन्डले बाहिरै आज एनिभर्सरी सेलिब्रेसन गर्ने भनेर हामी चाहिँ बाहिरै अब डेकोरेसन गर्नुको लागि थाल्यौँ। अनि यता चाहिँ काकीहरू टमाटरहरू काट्नु हुँदैछ। अनि यता बाहिर चाहिँ मासु फ्राई गर्नुको लागि कराई बसाउनु हुँदैछ। अनि यहाँ चाहिँ आन्टीले माछा फ्राई गर्नु हुँदै रहेछ। अनि दुईतिरै चुला चलाउनु भएको छ। आज चाहिँ रेडी हुन्छ चाहिँ गेस्टमा पनि पाकिरहेछ, यता बाहिर पनि भित्र पनि सबैतिर पाकिरहेछ। अनि यहाँ चाहिँ आन्टीलाई हाई गर्नु भन्दैछ, हाई गर्नु हुँदैछ। अनि यता चाहिँ सबैजना आइसक्नु भएको छ, काम गर्ने गरिराख्नु भएको छ आन्टीहरू। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ एनिभर्सरीको केक कति क्युट लाग्दैछ। अनि यहाँ मम्मी बाबा पनि निस्किनु भयो, पुरा बेहुला बेहुली रेडी भएर। अनि यहाँ चाहिँ पुरा सरम गर्नु हुँदैछ, बेहुला बेहुली जस्तो देख्यो भन्दैछ सबैजनाले। अनि पुरा सरम गर्नु हुँदैछ। अनि यहाँ चाहिँ हाम्रो अब केक काटिङ हुँदैछ। आज 26 वर्ष कम्प्लिट भएर 27 वर्षमा एक छ हैन। र आज हामी 26 वर्षको जुन चाहिँ अब उहाँहरूको विवाह वार्षिकी हामी मनाउँदैछौँ। र आजको हाम्रो विवाह वार्षिकी जुन चाहिँ दाजु र भाउजूको हामी विवाह वार्षिकीमा धेरै हामी यस भेगको हाम्रो जनसाधारणमा उहाँको आफन्तहरू उपस्थितिले हाम्रो जुन चाहिँ दाजु भाउजूले आज एकदम हामी राम्रो सबैले आशीर्वाद दिउँ होइन। उहाँहरूको जुन चाहिँ जुग्म जीवन सफल होस्, सफलता भइरहेछ, 26 वर्ष कम्प्लिट भयो होइन। उहाँहरूको जुन चाहिँ अब अझै पनि आउँदो जीवन दिनहरू राम्रो होस् भन्ने हामी कामना गर्दै हामी आज उहाँहरूको विवाह वार्षिकी हामी मनाउँदैछौँ। र उहाँलाई सर्वप्रथम त केक काट्नु Happy anniversary. Happy anniversary. Happy 26th anniversary. ओइ भयो जंगलीहरु के भन्थ्यो त्यो फुलले दाजु भाउजूलाई सर्वप्रथम मेरोतिरबाट अब विवाह वार्षिक दाजु भाउजू दुवैजनालाई विवाह वार्षिकीको आन्तरिक शुभकामना हामी म ज्ञापन गर्दछु। र सबैले अब आफ्नो आफ्नो तरिकाले शुभकामना दिनु होला। फोटो पनि मार छिटो धडो त भाउजू म फोटो खिच्छु। यसमा देवता छिटो रुक्न अलि नदिनु म फोटो खिच्छु। अनि यता केक काटिङहरू भइसकेर यता खानाहरू पनि दिनु थाल्नुभयो भाइ बहिनीहरूलाई। अनि यता चाहिँ बढाइमा पनि डान्स गरिराख्नु भएको छ हेर्नु। अनि यता बढाइमा काकाहरू सबैजना खाना खाइराख्नु भएको छ हेर्नु होला।